आजको यस क्याम्पिङ टुर एकदम भव्य रूपबाट चाहिँ सबैजनाले इन्जोय गर्नुहुन्छ भन्ने मैले एकदम पूर्ण विश्वास लिएको छु। Very good morning from the Dead Sea. आज से हाम्रो सेकेन्ड डे। हेलो एन्ड नमस्ते एभ्रिवान। आज चाहिँ हामी डेड सी क्याम्पिङ टुरको लागि जाँदैछौँ, जुन चाहिँ तमु समाज इजरायलद्वारा अर्गनाइज 2 दिने प्रोग्राम छ। अहिले चाहिँ हामी नेस युनाबाट तेल अभिभसम्म जानुको लागि चाहिँ बसको वेटिङमा छौँ। गाडी पनि आयो, अब चाहिँ हामी लाग्छौँ। हामी गाडीबाट ओर्लेर हाम्रो तमु समाजको भवन अर्थात् अपारतिर चाहिँ जाँदैछौँ। आजको यस क्याम्पिङ टुर एकदम भव्य रूपबाट चाहिँ सबैजनाले इन्जोय गर्नुहुन्छ भन्ने मैले एकदम पूर्ण विश्वास लिएको छु। अहिले चाहिँ हामी दबाईमै छौँ। इजरायलको इन्टरनेसनल एयरपोर्ट चाहिँ नजिकै छौँ अहिले। फाइनली हामी चाहिँ आज लास्ट डेस्टिनेसन डेड सी आइपुग्यो। आज चाहिँ हामी यहाँ बस्छौँ, यो ठाउँमा बस्छौँ। टिकटिङको लागि सबै लाइनमा हुनुहुन्छ साथीहरू। भेरी गुड मर्निङ फ्रम द डेड सी। आज चाहिँ हाम्रो सेकेन्ड डे। हामी चाहिँ हिजो नाइट स्टे गऱ्यौँ यतै। यो चाहिँ हाम्रो डेड सीको रिसोर्ट। हामी चाहिँ हिजो चाहिँ 10 जनाको जम्बो टोली चाहिँ हामी यही रिसोर्टमा नाइट स्टे गऱ्यौँ। ब्रेकफास्ट नै गऱ्यौँ। ब्रेकफास्ट पछि चाहिँ हामी डेड सीको सेन्टर पोइन्टमा जानलाई चाहिँ हामी रेडी हुँदैछौँ। हामी स्विमिङ गर्नको लागि एकदम तयार अवस्थामा छौँ होइन पूर्व दाइ? अब केही समयपछि चाहिँ हामी स्विमिङ गर्छौँ। यता यस्तै हो, डुब्दैन, स्विमिङ आउनु पर्दैन यहाँ।
चाहिँ फाइनल्ली डेड सीमा छु। संसारको सबसे अग्लो सगरमाथाको देशबाट चाहिँ संसारकै सबसे होचो मतलब लोएस्ट प्लेस आइपुगेको छु। यहाँ चाहिँ एकदम अब पानी देख्न सक्नुहुन्छ, पुरा नुनिलो न नुनिलो। तपाईँको हामीले खाने नर्मल नुन भन्दाखेरि चाहिँ लगभग 10 गुणा चाहिँ कडा नुन छ यहाँको चाहिँ। पुरा नुनिलो होइन, यहाँ पुरा तितो हुँदो रहेछ। यो 10 गुणा नुन भएको ठाउँमा चाहिँ पुरा तितो न तितो हुँदो रहेछ। यो सब देख्न सक्नुहुन्छ, यिनीहरू सब नुन हो। यो फेसतिर पर्दाखेरि पनि हल्का बोलेको चाहिँ फिल गरेँ मैले। अनि आँखामा चाहिँ सकभर पार्नै हुन्न रे। अनि मैले चाहिँ पारा खाइल जसम्म, तर आँखामा पऱ्यो भने चाहिँ यो पानी आँखामा पऱ्यो भने चाहिँ एकदम पोल्छ अरे। त्यही भएर आँखालाई चाहिँ एकदम जोगाउनु पर्दो रहेछ। हाम्रो माउन्ट एभरेस्टबाट लिएको एउटा ढुङ्गा चाहिँ एउटा हुन्छ नि, दुई देश बिचको चाहिँ रिलेसन, इजरायल र नेपाल बिचको रिलेसनलाई चाहिँ प्रतिनिधित्व गर्दै यही डेड सीमा राखेको छ अरे। त्यहाँ दुई देश बिचको फ्रेन्डसिप सम्बन्धी केही कुराहरू लेखेर यहाँ राख्नु भएको छ अरे। तर मैले यो चाहिँ भेटाउन सकेन। स्विमिङ पनि गऱ्यौँ डेड सीमा। अब हामी चाहिँ क्याम्पतिर फर्किनलाई रेडी अवस्थामा छौँ। ओभरअल एकदम रमाइलो भयो। अब चाहिँ हामी हाम्रो क्याम्पतिर फर्किन्छौँ। फुर्पा दाइ नि रेडी हुनुहुन्छ होइन दाजु? रमाइलो भयो होइन? मोहन दाइ कस्तो रह्यो अनुभव डेड सीको? It's amazing. It's a wonderful place, one of the lowest place of the world. And when I came here for the first time, I enjoyed a lot today. In my experiences, I would like to request all the people all around the world who live around the world from the other place. लन्च प्रोग्राम हुँदैछ, सबैजना लन्च खाँदै हुनुहुन्छ। लन्चपछि चाहिँ हामी एकछिन रमाइलो गरेर हामी तेलवीतिर फर्किन्छौँ। अहिले चाहिँ हाम्रो बेलुन फुटाइ गेम सुरु होला। अब केही समयपछि चाहिँ हाम्रो बेलुन फुटाइ गेम हुन्छ। यो अहिले चाहिँ हाम्रो डोरी तानाइ गेम हुँदैछ। सेन्टर पोइन्ट चाहिँ यहाँ छ। अनि हाम्रो दिदीबहिनी टोली चाहिँ यता हुनुहुन्छ, राइट साइडमा हुनुहुन्छ भने दाजुभाइहरू चाहिँ यता लेफ्ट साइडमा हुनुहुन्छ।
लाग्दैछौँ। हामी चाहिँ यहाँ नाइट स्टे गऱ्यौँ। अहिले चाहिँ पुरा बिजी रहेछ, अहिलेसम्म थिएन। ल अब चाहिँ हामी तेलतिर लाग्दैछौँ। हामी सबै रेडी अवस्थामा छौँ अनि हाम्रो बस चाहिँ यहाँ छ। साथीहरू सबै हेर्दै हुनुहुन्छ।